हेलो गाइस, तपाईहरुलाई स्वागत छ हाम्रो ताइन तुइको क्याम्पिङको भिडियोमा। यहाँ देख्न सक्नुहुन्छ हामी चाहिँ पानी पर्दा पर्दै भए पनि ताइन तुइको क्याम्पिङ चल्दिरहेको छौं किनकि हामी नेपाली हो। नेपालीलाई न हावाले छेक्छ न पानीले छेक्छ न हुन्डरीले छेक्छ, केहीले नि छेक्दैन। ओके, नेपालीले आट्यो भने गरेर देखाउँछ। क्याम्पिङ जाने भनेपछि गरेर देखाउँछ। हामी चाहिँ यो सुन्दर ठाउँमा सुन्दरी र सुन्दरी मिलेर वनभोज खान आएका छौं। होइन, वनभोज भन्दैन, आई डोन्ट नो नेपालीमा के भन्छ क्याम्पिङलाई, के भन्छ तपाईहरुलाई थाहा छ भने कमेन्ट गर्नु होला। तर मलाई चाहिँ थाहा छैन क्याम्पिङलाई के भन्छ। अनि त्यस पछाडि हिलो हिलो मुस्दै मुस्दै हामी चाहिँ गयौं क्याम्पिङ। रमाइलो थियो ठाउँ, तर क्याम्पिङमा पनि हामी नेपाली मात्रै होइन, सबैजना जाँदा रहेछन्, खैरे पनि जाँदा रहेछन्, पानी परेरै भए पनि। अनि यो चाहिँ हाम्रो क्याम्पिङ स्पट। आजसम्म मैले नबुझेको कुरा चाहिँ मान्छे क्याम्पिङ किन जान्छन्, जंगलमा गएर पकाएर किन खान रहर लागेको हो, आई डोन्ट नो। म चाहिँ मेरो हस्बेन्डको रहर पुरा गर्दिनका लागि मात्रै गएको। रियली मलाई थाहा छैन म किन गएको हो। ओ माई गुडनेस, सबै थोक बोकेर जंगलमा पकाएर खान जानु। किन घरमा पकाएर खानु के थियो र जंगलमा बोकेर पकाएर खान जानुपर्ने। कमेडी। अनि हामीले चाहिँ सबै थोक बोकेर गएको थियौं, अनि जंगलमा पकाएर खायौं। यहाँ दुःख गर्नु परेको जंगलमा गएर सबै थोक प्याक गर्नु, बोक्नु, भारी बोकेर जानु, अनि जंगलमा पकाएर खानु अरे। त्यो पनि आफ्नो ज्यानको डर रिक्स लिइकन जानुपर्ने। त्यहाँबाट भरे के आउँछ कि, सर्पले टोकेर मारिदिन्छ कि, भरे जंगली जनावरले खान्छ कि भन्दै रिक्स लिइकन गएर नाच्नु पर्ने अरे जंगलमा। घरमा नाच्नु न, किन गएर जंगलमा नाच्नु परेको, किन गएर जंगलमा पकाएर खानु परेको। घरमा पकाएर खाँदा हुँदैन, घरमा पकाएको खानेले नपुगेर जंगलमा गएर पकाएर खानुपर्ने, नाच्नुपर्ने अरे। मलाई मन परेन यो कसले निकालेको हो यो ट्रेन्ड, मलाई मन परेन। घरमा बसेर खाने, मजाले घरमा बसेर खाने, मजाले घरमा सुत्ने। त्यो जंगलमा बिजाई त ढुङ्गाले रातभरि गोचेर सुत्न दिएको भए त ओ माई गुडनेस। फेरि यो टोइलेट कति टाढा हो, आधी घन्टा हिँडेर टोइलेट जानुपर्ने। धेर खाइएछ, रातभरि टोइलेट कुद्नै मात्रै। आयो फेरि सुत्न आइपुग्दाखेरि फेरि टोइलेट जाने बेला हुन्छ। ओ माई गुडनेस, मलाई मन परेन यो कसले बनाएको। प्लिज यो रिजेक्ट गरिहाल्नुहोस्। क्याम्पिङ पिकनिक सिकनिक त्यो घरमा बसेर खाने। ओके, कसले निकालेको हो यो, को मान्छे हो यो निकाल्ने। मेरो सल्लाह मान्नुहुन्छ जिन्दगीमा भने, मैले भनेको मान्नुहुन्छ भने क्याम्पिङ नजानुहोस्। क्याम्पिङ चाहिँ पिटिक्कै नजानुहोस्। हामी घरबाट 1.5 घन्टा टाढा गाडी कुदाएर सामान बोकेर घरबाट सामान प्याकिङ गरेर पकाएर खानु गएको। पकाएर खानु त्यत्रो टाढा गएको। सुत्नलाई भनौँ भने रातैभरि निन्द्रा लागेको भए त मरिजाउँ। आहा सुनेर यत्रो बनाएर आएको बिहान आउँदाखेरि। मलाई मन परेन यो। ओके, आजको लागि यति नै। बाई बाई। क्याम्पिङ नजानु होला। फेरि भेटौँला नेक्स्ट भिडियोमा। हेर्नु होला। बाई बाई।